त जान्छु नै। तपाईहरुले राष्ट्रिय स्वतन्त्र पार्टी उसले प्राप्त गरेको फागुन 21 को मत र संसदमा उहाँहरुको उपस्थिति त्यो पचाउनै तपाईहरुलाई गाह्रो भएको छ क्या। तपाईहरुलाई हाजमला चाहियो। त्यस्तो होइन, उहाँहरुलाई स्वीकार्न जनताले मध्यस्थी स्वीकार्नु पर्यो नि। हामीले त बारम्बार भन्यौं त, तपाईहरुले 5 वर्ष राम्रो ढंगले मुलुक अगाडि बनाउनुस्, तर विधिमा चल्नुस् है, संविधानलाई मान्नुस् है। यो संविधानलाई कुल्चिएर, विधिलाई कुल्चिएर, हाम्रो जस्तै उहाँले भने जस्तै हिजोको परम्परालाई कुल्चिएर हामी अगाडि नबढ्नुस्। हामी मिलेर जाँदा के भयो त? सत्ता तपाईहरु चलाउनुस् 5 वर्ष। मिलेर चाहिँ किन जाने? हिजो तपाईहरु मिलेर जानु। हिजो देवराज घिमिरेले पनि उहाँहरु 21 जना हुँदा देवराज घिमिरेले उहाँ 21 जना हुनुहुन्छ मान्नु भएको थियो। हिजो कोर्स त पुरा भइसक्यो। सापकोटाले तपाईहरुले हिजो कोर्स सूचना टास्दिनुस् भन्दा टास्दिनु भएको थियो। त हिजो कोर्स त पुरा भइसक्यो। तपाई त्यता नजानुस्। तपाईहरुले गर्दा चाहिँ त्यो बिर्सिदिनु पर्यो। त्यो कोर्समा हामी नजाउँ, नयाँ कोर्समा जाउँ। नयाँ कोर्समा जानको निम्ति उहाँलाई धेरै म्यान्डेट त जनताले। अब ती नयाँ ढंगले जाऊ भनेर त उहाँलाई दिएको होइन त म्यान्डेट। पहिला कुरा छोड्देऊ। पहिला कोले गल्ती गरे के गर्यो, तिमीहरूले सजाय पाइसक्यो, अगाडि बढा भनेर भनिसकेपछि त उहाँले सबै चिजलाई उहाँ सत्तारूढ पार्टी मिलाएर जानु पर्थेन। जुन अहिले भइरहेको सहमतिलाई टुङ्ग्याउन मिल्छ उहाँले, ल सँगसँगै जाउँ, प्रतिपक्षले राम्रो कुरा उठाएछौ नि त्यसलाई पनि ग्रहण गरौँ भन्ने मान्यता अब कुनै ठुलो कुरो थिएन। ल त्यही सोधौँ त। तपाईहरुलाई चाहिँ एउटा आरोप चाहिँ के छ खगेनजी भने, आरोप पनि भन्नु पर्यो, सही कुरालाई त किन आरोप भन्नु पर्यो र हैन? यो कहिलेकाहीँ चाहिँ धान्नै नसक्ने हुन्छ क्या। मैले एउटा कलाकारको कुरा सुनेको थिएँ धेरै समय अगाडि। उहाँले एकैचोटि 10 करोड देख्नुभयो अरे। 10 करोड क्या। तपाईँले मैले त देखाएको छैन मलाई होइन। एकैचोटि 10 करोड देख्नुभयो अरे। त्यो 10 करोड देखेपछि उहाँ ती हार्ट एट्याक भएछ उहाँको। तपाईँहरूलाई पनि अहिले कतिपय क्रियाकलापमा चाहिँ त्यस्तो भइरहेछ छैन? तपाईँले अहिले भनेको जस्तो चाहिँ जे कुरा तपाईँले सङ्केत गर्न खोज्नुभयो, अकस्मात, अप्रत्याशित, अस्वाभाविक वा नसोचेकै जे भयो भन्ने तपाईँले लागेको छ, यो होइन। यो सोचेरै भएको हो। जति आउनु पर्थ्यो अझै बढी हो। तपाईँको प्रवक्ताले, तपाईँको उपसभापतिले, तपाईँको अहिलेको चाहिँ परराष्ट्र मन्त्री, तपाईँको नेताले या तपाईँको पार्टीले कति सिट अपेक्षा गरेको थियो त्यो पनि हामीले बिर्स्याएन। ठिक छ होइन? तपाईँले अहिले भनेको जस्तो 165 र 275 भन्दा बढी चाहिँ अपेक्षा गरिएको थिएन होइन? त्योभन्दा बढी त पक्कै पनि अपेक्षा थिएन। सम्भवतः केही प्रतिपक्षीहरूलाई अलिकति ठाउँ छोडिदिने भन्दा योभन्दा अझै बढी अपेक्षा थियो। त्यो आउने तपाईँले ठाउँ छोडिदिए? त्यसमा त केही ठाउँहरू बाहेक हामी पुग्न नसकेको भनौँ, यसलाई ठाउँ भन्दा पनि हामी पुग्न नसकेको ठाउँहरूमा त्यो सिजनमा हामी त्यहाँ पुग्न सकेनौँ। एउटा काफल पाएको सिजनमा जस्तो राइट टाइममा हामी त्यहाँ पुग्न सकेकी। तपाईँहरू पुग्न नसके, सामाजिक सञ्जाल पुग्न सके होइन? यसो छ, त्यसलाई त्यो पनि भनौँ। किन सामाजिक सञ्जाल अस्वाभाविक किन भन्ने? आज राजेन्द्र बानियालाई जति मानिसहरूले जहाँ हेरेका छन्, हुम्लाबाट जुम्लाबाट देश विदेशबाट एकचोटि हेरेका छन्, सामाजिक सञ्जाललाई हामीले किन अस्वाभाविक ठान्ने? किन त्यो चाहिँ त्यसलाई त्यो सामाजिक सञ्जालभन्दा लाज मान्नुपर्ने जस्तो विषय के छ त्यसमा? हो, डेफिनेटली 2-3वटा कुरा चाहिँ तपाईँलाई यो भनिदिइहालौँ। तपाईँले विषय गर्दै गर्दाखेरि हामीले पार्टीभित्र अहिले पनि